सम्पूर्ण नमस्कार। आज पनि एउटा नयाँ प्रसङ्ग लिएर म यहाँहरूमाझ उपस्थित भएको छु। दैनिक तालिका कसरी बनाउने र त्यसलाई प्रभावकारी रूपमा कसरी प्रयोग गर्ने भन्ने कुरा यहाँहरूमाझ प्रस्तुत गरिरहेको छु। भिडियो अन्तिमसम्म हेरेर साथ दिनुहुन्छ भन्ने आशा र अपेक्षा पनि लिएको छु। यसमा पहिलो रहेको छ आफ्नो लक्ष्य स्पष्ट बनाउने। तालिका प्रभावकारी तब मात्र हुन्छ जब तपाईलाई थाहा हुन्छ आज के गर्नै पर्ने काम छन्, कुन कामलाई कस्तो प्राथमिकता दिने, कुन कामलाई चाहिँ पछि गर्ने, कुनलाई अघि गर्ने, सानो नोटमा लेखेर सुरु गर्ने। मस्ट डु अति आवश्यक, सुड डु जरुरी, कुड डु समय भएन। अर्को रहेको छ सरल र व्यवहारिक तालिका बनाउने। मर्निङ सबैले उठ्ने समय, एक्सर्साइज मेडिटेसन गर्ने समय, योजना हेर्ने समय, डेली सेड्युल। मर्निङमा के गर्ने, उठ्ने समय, एक्सर्साइज मेडिटेसन र योजना हेर्ने जस्तै समय छुट्याउनु पर्यो। डे सेड्युल दिनको चाहिँ सेड्युलहरू तयार गर्ने। पढाइ, कामको मुख्य काम कतिखेर गर्ने, घरका काम कतिखेर गर्ने, व्यक्तिगत लक्ष्य जुन हुन्छ, सिप, भाषा, किताब अभ्यास कहिले गर्ने, इभिनिङमा के कुरा भयो चेक गर्ने, भोलिको योजना बनाउने, यसो गर्न सकिन्छ। समयलाई चाहिँ ब्लकमा बाँड्नु उत्तम हुन्छ। टाइम ब्लकिङ भनेको एक समयमा एक काम मात्र समय। जस्तै 5:30 देखि 6 बजे बिहान उठ्ने, पानी खाने, रिफ्रेस हुने होइन। 6 देखि 6:45 सम्म एक्सर्साइज वाक गर्ने। 7 देखि 9 बजेसम्म मुख्य अध्ययन मुख्य काम गर्ने। 9 देखि 10 बजेसम्म हाउस होल्ड अफिस जाने तयारी गर्ने। 10 बजेदेखि 1 बजेसम्म प्रोडक्टिभ वर्क गर्ने होइन। 2 देखि 5 बजेसम्म मिटिङ प्र्याक्टिकल स्किल गर्ने। 7 देखि 8 बजेसम्म घर परिवारलाई समय दिने। 8:30 देखि 9:30 सेल्फ इम्प्रुभमेन्ट रिडिङ गर्ने। 9:30 देखि स्लिप गर्ने। 9:30 त्यसरी तपाईँले चाहिँ समयलाई ब्लकमा बाँड्नु भने उत्तम हुन्छ। त्यसै गरी अर्को रहेछ गोल्डन रुल्स, ताकि तालिका बिल्डिङ नदिनु। एक दिन धेरै काम नथुपार्ने, एकै दिन चाहिँ धेरै काम नथुपार्ने। कुनै काम 30-45 मिनटको सेसनमा गर्ने, 30 देखि 45 मिनटको सेसनमा गर्ने। सोसल मिडियाका लागि छुट्टै समय राख्ने, न त तालिका डिस्टर्ब हुन्छ। अर्को एकदम उपयुक्त तरिका हाइली रिकमेन्डेड भनेको 1-3-5 रुल भन्छ। त्यसमा चाहिँ दिनमा 1 ठुलो काम, 3 सामान्य काम, 5 साना काम। यसले तनाव घटाउँछ र काम पनि पुरा भएको महसुस हुन्छ। अर्को भनेको ह्याबिट ट्र्याकर राख्ने। दिनको अन्त्यमा मार्क गर्ने, जस्तै पानी 2-3 लिटर, एक्सर्साइज, पढाइ 1-2 घन्टा, सोसल मिडिया सीमित। कागज वा मोबाइल जुन सजिलो त्यही प्रयोग। जस्तै मोबाइलमा गुगल क्यालेन्डर, नोसन, टु डु लिस्ट, अलार्म, रिमाइन्डर। कापीमा पनि टु डु लिस्ट बनाउन सक्नुहुन्छ, टाइम टेबल बनाउन सक्नुहुन्छ, ह्याबिट ट्र्याकर पनि बनाउन सक्नुहुन्छ। महत्त्वपूर्ण कुरा रेकर्ड गर्न सक्ने तरिकाले चाहिँ तपाईँले तयारी गर्नु पर्यो। हप्तामा 1 दिन समीक्षा गर्नुपर्छ तपाईँले। कुन काम पुरा भयो, किन भएन, फेरबदल कहाँ आवश्यक छ, कहाँ मैले चेन्ज गर्नुपर्ने जरुरत छ। यो गर्दा तालिका बलियो र प्रभावकारी पनि बन्छ। छोटो उदाहरण तालिका। बिहान 5:30 देखि 9 उठ्ने, पानी, सफा, एक्सर्साइज, मुख्य अध्ययन काम। दिउँसो 10 देखि 5 अफिस, स्टडी प्रोजेक्ट, 30 मिनटको सेसन, बिचबिचमा सानो ब्रेक। साँझ 6 देखि 9 परिवार, घरका काम, स्किल लर्निङ, रिडिङ। रात 9 देखि 9:30 भोलिको योजना र सुत्ने। अन्तिमतः सबैभन्दा महत्त्वपूर्ण कुरा, तालिका कठिन नबनाउनुहोस्, आफ्नो क्षमता अनुसार सरल बनाउनुहोस्। थोरै तर नियमित रूपमा चाहिँ पालना गर्नुहोस्। यही सफलताको चाबी हो। सुरुवात सानोबाट गर्नुहोस् र पछि ठुलो उपलब्धि प्राप्त गर्नुहोस्। निष्कर्षमा दैनिक तालिका बनाउनु मात्रै पर्याप्त हुँदैन, नियमित पालन नै सफलता हो। त्यसको लागि लक्ष्य स्पष्ट राख्नु पर्यो, महत्त्वपूर्ण कामलाई पहिलो प्राथमिकता दिनु पर्यो, समयलाई सानो ब्लकमा बाँडेर काम गर्नु पर्यो, दिनको अन्त्यमा समीक्षा गरेर भोलिको योजना बनाउनु पर्यो। तालिका कठिन नभई व्यवहारिक र साधारण हुनुपर्छ। थोरै सुधारले पनि केही हप्तामै ठुलो परिवर्तन देखिन्छ। दैनिक तालिका जीवनलाई व्यवस्थित, अनुशासित र सफल बनाउने सबैभन्दा सरल तरिका हो। आजको भिडियो सामग्री यहाँलाई कस्तो लाग्यो, जस्ताको तस्तै कमेन्ट सेक्सनमा कमेन्ट गर्ने हार्दिक अनुरोध गर्दछु र भिडियो राम्रो लागेमा लाइक, सेयर, कमेन्ट गरिदिन अनुरोध गर्दछु र आगामी दिनमा पनि यस्तै खालका
विषयहरूमा यहाँ चाहिँ ज्ञान बढाउन चाहनुहुन्छ भने अवश्य पनि मेरो च्यानल ज्ञान गुणका कुरालाई चाहिँ सब्सक्राइब गरी सँगै रहेको घन्टीको बेल आइकनको अलमा क्लिक गर्न नबिर्सनुहोला। हस्त नमस्कार।